मलाई सबै ठिक पार्दै सम्झेर उयो गर्नु म त अब यहाँ त आउनु हुँदैन नि त्योहरू बालेपछि किन आउँदैन आम्दानी दुना चाहियो यहाँ छ तर के हाम्रो त अब अहिले त केही पार्नु हुँदैन भन्ने होइन नि भोकसम्म कुरा हुँदैन नरिवलको सिकारीलाई चाहिँ परेन नरिवलको किन सिकारी दुईपट्टि चाहिँ परेन गुड किन बोलाउनु ल यहाँ छ नि उयोहरू ए अक्षता बनाइदिइहाल्छ एकछिन ल बनाइदियो दुनामै बनाइदिनु पर्यो नमस्कार अहिले म नयाँको पूजा गरिरहेको छु र यसचोटि चाहिँ म आफै घरको नयाँको पूजा गरिरहेको छु यो तपाईँहरू कोदो देख्नुहुन्छ र यो चोङ्गेमा यो कोदो पानीमा हालेर यसलाई चाहिँ हामी माता पूजा अर्थात् जाँडक्सी किनभने हाम्रो 5 थरबाट आउनुभएको हजुरबा र हाम्रो बाबाको हजुरबाको गुरु चाहिँ त्यो मादक पदार्थ हाम्रोमा चल्दैन तर हामी यसरी चलाउने गर्छौँ यहाँ फलेको फुलहरू छन् यसरी हामी चढाउँछौँ चढाउँछौँ किनभने नयाँ पूजा हो अब चाहिँ हामी यो बालेर पूजा गरेको छौँ धूप 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 भाई धूप आओ ना अक्षर नलाउनु है उही छ त
दिनुहोस्, बलिदान दिनुहोस्, पूजा गरेर तपाईँको पूजा गरेर दर्शन फलेर फलफुल तपाईँले चढाएर त्यसपछि हामी जानेका छौँ हामीले ल्याएको कुराको प्रकारदेखि जिन्दगी छ हाम्रो एउटा परम्परा छ यसले तपाईँले स्वीकार गरिदिनुहोस्। परमेश्वरी कुनै त्रुटि भए कुनै भुल भए मानवता सम्झेर तपाईँले क्षमा गरिदिनुहोस्। यो पूर्वकालदेखि गरिरहेको यो जुन हाम्रो यो तपाईँलाई हामी रक्षिता तपाईँलाई हामीले भेट्यौँ, तपाईँलाई हामीले फलफुल प्रसादीहरू सबै अर्पण गरेर फुल धुप दीप अर्पण गरेर तपाईँलाई हामीले यो नयाँ पूजा गरिरहेका छौँ। श्री सिकारी तपाईँलाई एकदमै बल दिनुहोस्, बिन्ती दिनुहोस् र कुनै भुल भएको क्षमा दिनुहोस्। पहिला अलिक ल्याउनुपर्छ ल। हुन्छ। चकमकी सिकारी तपाईँलाई पूर्वकालदेखि हामीले गरिल्याएको यो जाने नजाने मान्छेले गरिरहेको नयाँ कुराहरू सबै नै तपाईँलाई अर्पण गरेर मात्र हामी रोक्ने गर्ने गरेका छौँ। र यो काफले परिवारले जे गरिरहेको छ वर्षदेखि म स्वयं घरको छोराले तपाईँलाई यसरी अर्थेर यसरी चोखो नितो भएर नुहाइ धुवाइ गरेर आत्मा शुद्ध गरेर यसरी तपाईँलाई हामीले सम्झिरहेका छौँ। कुनै त्रुटि भए कुनै भुल भए क्षमा गरिदिनुहोस्। नयाँ कुराहरू सम्पूर्ण चढाएर तपाईँ सिकारीलाई बुझाएर मनाएर हामी घरको नयाँको पूजा गरेर मात्र नयाँ कुराको थालनी गर्छौँ। आज महाअष्टमीको महापर्वमा तपाईँलाई हामी यसरी बल बिन्ती मागेर तपाईँलाई यसरी हामीले मन्चाइरहेका छौँ, पूजा गरिरहेका छौँ। बल दिनुहोस्, बिन्ती दिनुहोस्, आशीर्वाद दिनुहोस्। जय चकमक सिकारी, जय चकमक सिकारी। कुनै त्रुटि भए कुनै भुलको क्षमा गरिदिनुहोस्, क्षमा गरिदिनुहोस्। यसो किने दुना भनेको थिएँ मैले। धुप पनि कम्ती भयो भने त हामीले सबै कुराहरू भेटी पैसा चढाएर फलफुल चढाएर नयाँ फलेको फलहरू सबै दुइटै हेरिदिनु। दुना देवी तपाईँलाई पनि हामीले सम्झिरहेको छौँ। यसरी दिनुहोस्, सक्नुहोस्। सबै कुराहरू नयाँ कुराहरू चढाएर नयाँ पूजासँग तपाईँलाई पनि सम्झिरहेको छौँ। भेटी पैसा फलफुल अक्षता सबै चढाएर तपाईँलाई आज हामीले बल दिनुहोस्, बिन्ती दिनुहोस्, आशिष दिनुहोस्। जय पन्तदेवी महादेवी छ धुप सक्यो यो 7 नम्बर भेटी पैसा सबै अर्पण गरेर तपाईँलाई सम्झिरहेको छौँ। नयाँ कुराहरू चढाएर एकदमै लागि क्षमा दिनुहोस्। जय लाठी देवी।
सहित सम्झिरहेका छौँ। दाजु नपकाउनु एउटा कुकरमा छ त्यसपछि 9 नम्बर म त अलिक झाड पनि गरिरहेका छौँ। परमेश्वर पूजा गरिसकेपछि हामीलाई थाहा भएन हामीले भोग दिन्छौँ तर गत सालदेखि यो घरबाट चलिरहे देउता आएपछि भगवती भएर आएपछि हामीले जुन बुढो खुलेको त्यो कुरालाई रद्द गरेर हामीले नारीहरूलाई एउटा भोग चढाउने हामीले निर्णय गऱ्यौँ। जय परमेश्वरले स्वीकार गरिदिनुहोस् हाम्रो भोग हामी यी नारीहरूलाई पखाली गरेर अक्षता लगाएर यसरी पूजा गरेर पुजेर सिन्दुर सबै अर्पण गरेर अब हामी यसरी नारीहरूलाई फुटाएर हामी भोग दिइरहेका छौँ। हाम्रो गल्ती भए क्षमा गरिदिनु। सिकारीतिर नपार्नु है। अलग गर्नु यसरी गरेर आज तपाईँलाई सम्झेर हामीले नयाँको पूजाहरू सम्पूर्ण आरम्भ गऱ्यौँ। यसरी हामीले नदीहरूको पानीको भोग दिएर तपाईँलाई पुरा गऱ्यौँ। हाम्रोबाट कुनै गल्ती भयो भने एकदमै क्षमा चाहन्छु। तपाईँले चाहनुभएको कुराहरू सबै दिने प्रयास गऱ्यौँ। एकदमै गल्ती भए हामी क्षमा प्रार्थी भन्दै तपाईँलाई यो पूजा यसरी सम्पन्न भयो। तपाईँले आशीर्वाद दिनुभयो, तपाईँले बल दिनुभयो, तपाईँले निम्ति दिनुभयो। एकदमै राम्रो दसैँ जमारा अर्पण हामीले तपाईँलाई गऱ्यौँ। सबै कुरा गरेर यसरी हामी यो पूजा हामी सबैतिर जमारा चढाएर यो पूजा हामीले अर्पण गरिरहेका छौँ। जय महाराष्ट्र महागौरीहरू पाए नयाँ पन्तरेली लाठी अझ कम्पेनी सिकारी सम्पूर्ण देउलालाई सम्झाउने यो पूजा हामी बाल्नै भएन छ आज झन् अष्टमी होइन। अन्त बालेर पूजा गरेँ नि मैले अक्षता पूजा सम्पन्न भयो। मामु पूजा